हेलो गाइस, गुड आफ्टरनुन है। अहिले चाहिँ म मेरो भिडियो चाहिँ आफ्टरनुनमा बनाइरहेको छु। म चाहिँ मेरो जापानी साथी अनि दाइ हुनुहुन्छ हैन। अनि हाम्रो जापानी साथीको चाहिँ आमा अनि अरू हाम्रो नेपाली भाइ बहिनीहरू पनि छन्। उनीहरूसँग चाहिँ डिनरको लागि चाहिँ जान लागेको छु हैन। अस्तिदेखि कुरा भइरहेको थियो अनि अहिले उनीहरू चाहिँ लिन आउँदैछ। अनि आएपछि चाहिँ म हजुरहरूलाई देखाउँला। यदि यो मेरो भिडियो चाहिँ तपाईहरुलाई मन पर्यो भने हैन सपोर्ट गर्नु होला। त्यही हो मेरो कुरा चाहिँ। अब म चाहिँ लगभग रेडी भइसकेको छु हैन। अनि जुत्ता छ मेरो रेडी नै भनौँ न, रेडी भइसकेको छु। रेडी भएपछि चाहिँ अनि ठ्याक्कै गाडी आउँछ अनि गाडी आएपछि जान्छु। म चाहिँ यहाँ हाम्रो बहिनीलाई अनि मियाताकी दाइ हेलो हेलो मियाताकी हेलो मामा भिडियो kamera भिडियो युजिन मामा दे भेटिसकेको छु अनि मलाई चाहिँ लास्ट खुसी लागिरहेको छ उनीहरूलाई भेटेको छु होइन। अनि मलाई चाहिँ लास्टै खुसी लागेको छ। उहाँ हाम्रो बहिनी अनि उहाँलाई त चिन्छ होला सबैले है, मेरो भ्युजहरूले चाहिँ खुसी लागेर जान्छ। कति वर्षपछि भेट्यो? 4-5 वर्ष होला नि। तिमी आएको 3-3 वर्ष भयो। ए 4 वर्ष भनौँ न है। 4 वर्ष भेटेको छ। अरू निमा भाइ अनि अब हाम्रो युजी भेट्न बाँकी छ। 30分過ぎにはもう出といてな。ネパル人やから時間かかるから。 घरहरू चाहिँ एकदम क्लियर छ है। サラちゃんはもう何でもできるからな。そんなことないですよ。サラちゃんさすがパパの子。一回だけ寝とってママ電話しに行ったな。それも私 CD を持っとったからもし見てबोलिरहनु भएको छ।そमैलेれकेही बुझेकोだったछैन है।ら絶対起きとったけど私 CD を अहिले चाहिँ हामी यहाँ होटलमा आइसकेका छौँ। होटल चाहिँ यहाँभित्र छ होइन, अहिले देखेको छैन। अनि हामी चाहिँ हाम्रो भाइहरूलाई कुराको हो। अनि उहाँ बाहिर चाहिँ हाम्रो दाइ हुनुहुन्छ, मेरो दाइ। उहाँ चाहिँ हाम्रो साथीको आमा हुनुहुन्छ। फोन चलाइरहनु भएको छ होइन, एकछिन रोकिरहेको होइन। अनि हामी चाहिँ अहिले BMW छ होइन, BMW गाडी है। BMW गाडीमा छौँ, रेस्ट गर्दैछौँ।ママの高い車 त्यही त ママの अनि 高い車 ママのさんちゃんも最初会った時酔ったな。初めて会った時 BMW ネパールでは高いって言ってた。 उहाँ चाहिँ युजुको आमा। उहाँ तपाईँको रोड चाहिँ यस्तो छ है अहिले। ल मैले चाहिँ यहाँ र भाइ नियो भाइ सबैलाई भेट्दैछु। हाम्रो युजिन अनि उनीहरू भित्र छिर्सिएको छ। अहिले त धेरै भयो। के भने भिडियो बनाउनु मिल्छ? यसो आउने ल हाम्रो यहाँ सबैसँग भेटिसकेका छौँ। यहाँ हाम्रो नियो भाइ युजी सरस्वती यता दाइ उहाँको मम्मी आज हाम्रो बेस्ट दिन हुन्छ। छोरो भाइ चाहिँ लास्टै मोटाएको है, हिरो देखिरहेको छ। यहाँ खाना चाहिँ आउँदैछ है पालै पिलो। हाम्रो चाहिँ युजी あれなんだっけ屋台で売ってるお米揚げたやつね。 ザクパティ？ザトパテ？ザトパテ？ चटपटे 食べたやろ？ चटपटे ない段ボールで食べるやつ。あれみんなに辛くないよってキャプテンが言ったら食べたら辛すぎて。 उहाँ चाहिँ हाम्रो युजीको आमा। ずっと一人でチョコ食べる。 एकछिन है नेवारको चाहिँ अब सबैजना खाना खान लागेका छौँ। यसको हाम्रो चाहिँ मेरो खाना यो पुरो भएको खाना आइसक्यो। हाम्रो युजिनको खाना キャプテンうなぎ初めてファーストタイム
फर्स्ट टाइम हेर्दा हाम्रो चाहिँ खानासाना भर्खरै खतम भइरहेको छ होइन Facebook up. नाइस Okay, Facebook. ल मेरो आइसक्रिम यहाँ मेरो होइन यो आइसक्रिम आयो है यस्तो रहेछ आइसक्रिम चाहिँ अनि म आज चाहिँ सबै खानासाना खाएर ब्लग युट्युब हामी चाहिँ हिँड्नु थालेको खानासाना खाएर ल यसमा यता उता डियर छुट्याउनु पर्यो हाम्रो केटाहरू चाहिँ यहाँ चाहिँ कस्तो जग्गा यस्तो छ हाम्रो यहाँ खानासाना खाएर भर्खरै हामी बाहिरतिर यहाँ केटाहरू छौँ यहाँ नाइस है चाहिँ हाम्रो यहाँ बनाउनु हाम्रो कार होइन बिहा बनाउनुबाट आएको अनि उहाँ चाहिँ हाम्रो एजुकेसन आउनु चाहिँ भएको छैन ठिक छ नि तिमीहरूलाई ठिक छ लक्ष्मीलाई जापान कति वर्ष भएर आएको त्यहाँभित्र कस्तो लागिरहेछ सरसँग त कुरा भइसक्यो होइन उसलाई त भाषा त डर आउँदैछ निमा भाइलाई निमा ठिक छ नि तँलाई हामी चाहिँ फर्किँदैछौँ रात भइसकेको छ こういうなんで、ほぼ今の仕事のやりたい感じのいいた子たちがな、日本に来て、あえて研究に行ってくれたりするな。 म चाहिँ भर्खरै निक्लेर गाडीबाट उनीहरू छोडिदिनु भएको थियो म चाहिँ उनीहरूलाई घुमाउनु गाह्रो हुन्छ कि भयो अघि चाहिँ के भयो उहाँ छोडिदिनु भने अब हरेक दुई हप्तापछि चाहिँ उनीहरूसँग भेट्नुपर्छ अनि आजको दिन चाहिँ मलाई लास्टै रमाइलो भयो लास्टै मजा आयो ल म चाहिँ रुम पुगिसक्यो उत्यो हो मेरो चाहिँ अनि आजको दिन भने नि बबाल है भाइहरूलाई भेट्यो बहिनीहरूलाई भेट्यो होइन मेरो दाइलाई अनि युजी साथी हो मेरो साथीभाइ भनौँ अनि उसको आमालाई एकदम खुसी लाग्यो एकदम राम्रो हुनुहुन्थ्यो सबैजना कस्तो मजा आइरहेको छ मलाई चाहिँ यार यो विदेशमा आएर होइन हुन्छ नि एक्लो फिलै भएको छैन कि सबैसँगै छ सबजना आफ्नो छ जस्तो फिल हुने कि उनीहरूसँग भेट्यो क्या राम्रो ट्रिट गर्छ नि है ओके गाइस भर्खर आयो है लास्टै गर्ने भएको थियो यसो नै खोलेको थिएन लुगा सुगा खोलेको है खानासाना भयो आजको दिन चाहिँ एकदम बेस्ट भयो मेरो लागि चाहिँ होइन कति बजी आएको 2 महिना भएको थियो अनि भेट्छु भन्ने सोचिरहेको थिएँ मैले अनि ठ्याक्कै कुराकानी भएर भेटियो रमाइलो भयो राम्रो खाना खायो सबै मिलेर होइन अनि निमा भाइ फुरा भाइ सरस्वती बहिनी र लक्ष्मी बहिनीसँग पनि भेटघाट भयो होइन अनि मेरो त दाइ भइहाल्यो युजी अनि युजीको मम्मी उहाँसँग पनि भेट भयो एकदम खुसी लाग्यो र अब चाहिँ यहाँबाट टाइममा होइन मेरो बिदाको टाइम सायद महिनाको 1 चोटि 2 चोटि टाइम मिल्यो भने होइन अनि उनीहरूलाई चाहिँ भेट्नुपर्छ म कल गर्छु अनि ऊ लिन आउँछ मेरो साथी त्यहाँपछि अनि हामी दुईजना भेटेर घुमघाम गर्नुपर्छ ओके आजको भ्लग यस्तै भयो है अनि तपाईँहरूले कस्तो लाग्यो तपाईँहरूलाई मेरो भ्लग मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई सी यु नेक्स्ट भ्लग